जिराएसन्ची म कस्तो देखिँदैछु? आफ्नो गर्लफ्रेन्डलाई गएर सोध्न। मेरो गर्लफ्रेन्ड नै छैन। जवाब मिल्यो त। अनि जिराएसन्ची हजुरलाई कसैले भनेछ हजुर कति ह्यान्डसम छौ भनेर? आजसम्म त कसैले भनेन। भन्नको लागि हुनु नि पर्यो नि। अरे फुच्चे आफ्नो औकातमा बस। जब म तेरो उमेरको थिएँ नि तब मेरो अगाडि पछाडि केटीहरूको लाइन थियो। त्यही भएर हजुर अहिलेसम्म सिङ्गल नै। रानीको बान होइन यसको आमाले यसलाई के गरेर जन्मा होला जो हजुरले कहिले गर्न पाएनौ। रानीको छोरो यति पर्सनल नजा। देखिनुहोस् मेरो त्यति हट सेक्सी गर्लफ्रेन्ड कुनवाला जो हजुरको 5 बजे सपनीमा आउँछ। रन्डीको छोरो सुनाटेलाई देखिनुहोस्। सुनाटे बजी अनि हजुरको गर्लफ्रेन्ड मजाक त राम्रो गर्नुहुन्छ। फुच्ची धेरै हुँदैछस् रोक। तेरो सामने नै म प्रुभ गरेर देखाउँछु। 106 के भो? आज हामी यसो चाय खान जाउँ न? कहाँ जाने चाय खान? मेरो काम छ। म त जस्तो फाल्तु छोडी नै घुम्छु। अरे यार फुच्चेको सामने बेस्ती नगर न। यसो 5-6 मिनट निकालेर हिँड न। मलाई चाय राम्रो लाग्दैन के? त्यसो भए म तिमीलाई कफी पिलाउँछु। हिँड न। मलाई कफी पनि राम्रो लाग्दैन। चाय कफी केही राम्रो नलागे नि त्यहाँ बसेर एकअर्काको मुख हेरौँला नि। मलाई तिम्रो मुख नि राम्रो लाग्दैन। हराइछ बाजे हराइछ। यो त तपाईँकै गर्लफ्रेन्ड रहेछ। अनि सुनाटे तिमीलाई के राम्रो लाग्छ त? मलाई दुध राम्रो लाग्छ। अनि दिनमा कति लिटर दुध पिउने गरेका छौ त? 5-6 लिटर पिउँछु। तिमीलाई देखेर त यस्तो लागिरहेछ कि तिमीले पिएको दुध तिम्रो शरीरमा जानुको सट्टा आफ्नो फ्याक्ट्रीमा नै जम्मा भइरहेछ।